आजको शेयर बजारले सबैलाई चकित बनाएको छ कि यो बुलरनको सुरुवात हो कि ठूलो ट्र्याप? आजको भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि म तपाईलाई बताउने छु अब पैसा कहाँ लगाउने सही समय हो। नमस्कार साथीहरू, स्वागत छ तपाईलाई। आज नेपाल स्टक एक्सचेन्जमा जबरजस्त र्याली देखिएको छ। बजार 64.69 अंकले बढेर 2877 मा बन्द भएको छ, जुन करिब 2.3% को ग्रोथ हो। यो सामान्य वृद्धि होइन, यो स्ट्रङ बायर डोमिनेसनको संकेत हो। अब हेरौं मार्केट डेप्थ। 283 कम्पनी बढेका छन्, केवल 53 कम्पनी घटेका छन् र 6 वटा कम्पनी यथावत छन्। यसको मतलब के हो भने बजारमा बायरहरू पूर्ण रूपमा कन्ट्रोलमा छन् र अधिकांश सेक्टरहरू हरियो देखिएका छन्। यस्तो कन्डिसनलाई हामी भन्छौं ब्रोड बेस्ड र्याली। अब चार्टलाई ध्यान दिएर हेरौं। बजार सुरुवातमा थोरै घटेको थियो, तर त्यो गिरावट केवल कमजोर लगानीकर्ता अर्थात् वीक ह्यान्ड्स निकाल्नका लागि थियो। त्यसपछि बजारले लगातार हाई र लो बनाउँदै क्लियर अपट्रेन्ड बनायो। अन्तिम समयमा आएको बाइङ प्रेसरले मार्केटलाई लगभग डे हाई नजिक पुर्यायो। यसको सीधा अर्थ हो स्मार्ट मनी इन्टर भइसकेको संकेत। आज 5 वटा कम्पनी पोजिटिभ सर्किटमा पुगेका छन् र नेगेटिभ सर्किट शून्य छ। जब बजारमा यस्तो हुन्छ, त्यो केवल बढोत्तरी मात्र होइन, त्यो एउटा स्ट्रङ मोमेन्टम ब्रेकआउट हो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, ठूला लगानीकर्ताहरू के गर्दैछन्? उनीहरू बजार बढ्दा प्यानिक भएर बेच्दैनन्, उनीहरू ट्रेन्ड फलो गर्छन्। आजको मार्केटले के देखायो भने बजारमा कन्फिडेन्स फर्किदैछ र लिक्विडिटी पनि बढिरहेको छ। तर साथीहरू, हरेक बढोत्तरी पछि करेक्सन आउन सक्छ। बजार सधैँ सीधा रेखामा जाँदैन, सानो डिप आउनु नर्मल हो। त्यसैले फोमो अर्थात् छुट्ने डरमा आएर जथाभावी इन्भेस्ट नगर्नुहोस्। अबको रणनीति के त? यदि तपाईँ होल्डमा हुनुहुन्छ भने अहिले प्यानिक भएर बेच्ने समय होइन। ट्रेन्ड अझै बुलिश छ, त्यसैले होल्ड गर्नुहोस्। यदि नयाँ लगानीकर्ता हुनुहुन्छ भने एकैचोटि सबै पैसा नलगाउनुहोस्। बजार अलिकति घट्दा अर्थात् डिपमा बाई गर्नुहोस् र राम्रो फन्डामेन्टल भएका कम्पनी छान्नुहोस्। सर्ट टर्म ट्रेडरका लागि मोमेन्टम स्टकमा फोकस गर्नुहोस्, तर स्टप लस अनिवार्य राख्नुहोस्। यदि यही मोमेन्टम जारी रह्यो भने बजारले 1900 प्लस को लेभल टेस्ट गर्न सक्छ, तर रेजिस्टेन्स ब्रेक भए मात्र स्ट्रङ र्याली कन्फर्म हुन्छ। आजको बजारले एउटा कुरा क्लियर बनायो, बायरहरू अहिले मार्केटमा हाबी छन्। अब तपाईको मुभ के हुन्छ? होल्ड, बाई कि वेट? कमेन्टमा आफ्नो रणनीति भन्नुहोस्। यस्तै डेली पावरफुल मार्केट अपडेटका लागि च्यानल सब्स्क्राइब गर्नुहोस् र भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोस्।